मम्मी बिस्कुट सुकाउँदै हुनुहुन्छ यहाँ। मम्मी बिग्रियो नि त भोटभरि हाम्रो घर। लो गाइस गाडीमा उठ्ने बित्तिकै हाम्रो घरबाट यस्तो हिमाल देखिन्छ क्या। कति जुम हान्ने त 2x-मा हेर्दै ल। म चाहिँ भर्खर उठ्दैछु गाइस। मेन उठ्ने बित्तिकै त्यस्तो हिमाल हेर्नु पाइन्छ कि हाम्रो घरबाट। त्यस्तै हाम्रो गाउँ घरै भइहाल्यो। काँक्रा यहाँ छ गाइस। त्यहाँ बस्तु बाख्रा हिमाल फलबार। अल्छी मान्छे सुतिरह है। नाटकमा 7 बजी सुतेर कसो होइन भिडियो। A few moments later. लोकल खोर्सानी हेर्नु मम्मी हो। लोकल खोर्सानी त्यहाँ बोटभरि छन् है। हिमाल चाहिँ कस्तो मिठो देखियो हान्दै। हिमाल भइहाल्यो है। अनि मम्मी यता हुनुहुन्छ। यहाँ काँक्रो फल्यो लोकल काँक्रो कत्रो कत्रो खायो नि। यो हो काँक्रो माथिको काँक्रो लोकल खोर्सानी काँक्रा पछाडि यस्तो फल्यो खोर्सानी त मेरो होलिया यस्तो छ। सम्झु नि म के गर्नु कसैले हेर्दैन र भयो त। खोर्सानी त सही फल्यो पो खाइदिन र 1000 रुपियाँ। यो चाहिँ पाप्पै खानु पर्यो होइन। यो रियाक्सन बिना 1000 रुपियाँ। हिमाल बिहान उठ्ने बित्तिकै यस्तो हिमाल कसको घर देखिन्छ गाइस। सुई लगाएर बुम ठुर 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 यस्तो छ। भैँसी हेर्न जानुपर्छ गाइस भरे। बाख्रा त्यो त चल्तिर छन्। काँक्रो त कति फल्या है। यो हाम्रो घर भइहाल्यो गाइस। घर मेरो पुरा फुल देखाउँछ। हाम्रो पुरानो घर 0.5 बाट थियो। 2 hours later. त्यो पानी परिरहेको होइन। हिमाल देखिने ठाउँ त झ्याप्पै बादलले ल्याङ छोप्दैछ। यता हुनुहुन्छ धुर्मुस काजी। यता छु धुर्मुस। यस्तो छ गाइस। अब यहाँको यो भोटे कुकुर वर्गको सबैभन्दा। यता डोको बिस्कुन पात। यता पुरानो घर। यहाँ हामी बसिरहेछौँ। पानी परेर घाँस काट्न जान नि पाएको छैनौँ। यस्तो पानी परिरहेको छ। हेलो गाइज हाम्रो घरबाट चाहिँ यस्तो देखिन्छ यार। इन्द्रेणी देखिन्छ। इन्द्रेणी हेर्नु ल त्यहाँ हिमाल देखिन्छ। हिमाल अलि चुच्चो देखिरह। हिमालको चुच्चो देखिरह होइन। हिमालको चुच्चो देखिरह। इन्द्रेणी देखिरह। कहिले के देखिन्छ कहिले के देखिन्छ। कहिले मेरो अनुहार देखिन्छ। दुईटा ह्यान्डसमहरू असम काँक्रो चाहिँ यार। यहाँ त गाइज हेर्नु त ल। यहाँ छ त्यहाँ छ यता छ यहाँ घरमाथि छ है। ल गाइज आज चाहिँ यस्तो मिठो देखिरह हिमाल।
यहाँ भर्खर पानी सिमसिम परिरह होइन कस्तो दामी देखिएको क्या हिमाल चाहिँ ओहो यहाँ धुर्मुसे कान्छु अनि घर रुङ्गो आज कस्तो घरै पुरै देखिँदैन यार यहाँ छ यहाँ हामी चाहिँ च्यादल जाँदैछौँ गाई होइन मेरो बाइकको हरनै बिग्रियो बिहानै हरन बजाएर पछाडि गर्ने मान्छेलाई भन्नुपर्छ यस्तो भयो राइडरले यहाँ चलाइरह है पुरा चलाइरह गाई के गर्ने अब यस्तो छ पारा अब भ्यू चाहिँ फेरि मारे आउँछ होइन पुरा राइडर बनेछ यहाँ थ्याङ्क्स अगाडि त्यो हो होइन जाँदैछौँ यसो अलि सामान पनि किन्नुपर्ने छ अनि बाइकलाई पनि यसो अलि मर्मत हान्नुपर्ने छ त्यही भएर हामी जाँदैछौँ चियाधलु फोन बाटो चाहिँ यस्तै छ अब चाहिँ च्यादरले गएको क्लिप अब बिस्तारै सब जोडेर